जय देश जय क्रिकेट। हेलो साथीहरू, स्वागत छ सबैजनालाई मेरो यस भिडियोमा। म चाहिँ आज आइसिसी क्रिकेट लिग 2 अन्तर्गत नेपालले भोलिबाट खेल्न गइरहेको सिरिजको बारेमा चाहिँ केही इन्फर्मेसनहरू लिएर आएको छु। नेपालले भोलि युएसएसँग सिरिजको पहिलो म्याच खेल्नेछ। यो चाहिँ 11 बजे नेपाली समयअनुसार युएमा सुरु हुन गइरहेको छ। नेपालको पोइन्ट्स टेबलको कुरा गर्ने हो भने नेपालसँग अहिलेसम्म 12 पोइन्ट भएको छ र युएको कुरा गर्ने हो भने युएसँग 6 पोइन्ट भएको छ र युएसए चाहिँ दोस्रो नम्बरमा रहेको छ 28 पोइन्टको साथमा। यसैले नेपालले खेल्न गइरहेको 4वटै म्याच चाहिँ निकै महत्त्वपूर्ण रहेका छन्। यदि नेपाल टप 4 मा रहेर यो क्वालिफाई गर्न सक्ने हो भने नेपाल चाहिँ आइसिसी क्रिकेट लिग 2 वर्ल्ड कप क्वालिफायरको ग्लोबल क्वालिफायरमा सिधै नेपालले ठाउँ गराउनेछ, आफ्नो उपस्थित जनाउनेछ। यदि नेपाल टप 4 मा हुन सकेमा, यदि नेपाल टप 4 मा हुन सकेन भने नेपालले फेरि प्लेअफको म्याचहरू खेल्न पर्नेछ आइसिसी च्यालेन्ज लिगबाट आएका टिमहरूसँग। त्यसैले नेपालले खेल्न गइरहेको यो सिरिज चाहिँ आइसिसी टी20 वर्ल्ड कप क्वालिफायर भन्दा पनि निकै नै महत्त्वपूर्ण रहेको छ। नेपालले यो म्याचहरू जसरी पनि जित्नुपर्छ। ओडिआई स्ट्याटसलाई मेन्टेन गर्नको लागि भए पनि नेपाल टप 6 मा चाहिँ आउनुपर्छ जसरी पनि। जय देश जय क्रिकेट।